यहाँ संविधान रचिन्छ उसको रक्षा गर्न, यहाँ राजनीतिक कोटा खोलिन्छ उसको प्रतिनिधि बन्न, यहाँ आसन बिछ्याइन्छ उसलाई देवी बनाउन। को हुन् उनी? एक नाबालिग, एक अबला, एक राजनीतिक मुद्दा या एक देवी? जब तिम्रा मन्दिरहरूमा ठुलो सिंहनाद गर्दै दुर्गा भवानीको पूजा हुन्छ अनि अल्ली पर अर्की देवीलाई लुच्चिन्छ, चुडिन्छ, तोडिन्छ अनि मारिन्छ अनि उसका मुद्दामा बहस हुन्छ अनि सडक तात्तिन्छ, जुलुस तर्किन्छ, न्याय माग्ने स्वर तन्किन्छ। को हुन् उनी? देवी, धरती या राजनीतिक मुद्दा? शायद उनी समय हुन् जसलाई पूरा सामर्थ्यका साथ मुठ्ठीमा भरिन्छ, तर बिस्तारै नमिठो सपना जस्तै उसको नाम सडकबाट विलय हुन्छ। अनि अरू त उही कानुन बनिरहन्छ, आरक्षण जुटिरहन्छ, फाइल थन्किरहन्छ, चुनाव चुल्लिरहन्छ, जीवन चलिरहन्छ।